अहिले चाहिँ विद्यालय बन्द भएको यो पर्खी विद्यालय गर्दाखेरि विद्यालयमा आएर क्लब गठन गरेर हामीले कार्यक्रम सञ्चालन गर्न हामी यसलाई कन्टिन्यू गर्छौँ स्कुल खोलेपछि। त्यस सन्दर्भमा चाहिँ अब हामी सबै लाग्नु पऱ्यो यसको लागि चाहिँ। प्रहरी मात्रैले पनि समस्याको समाधान निकाल्न सक्दैन, विशेष गरी अभिभावकको यसमा ठुलो भूमिका रहन्छ र शिक्षकको ठुलो भूमिका रहन्छ। किनभने विद्यार्थी अधिकांश समय या त स्कुलमा हुन्छ या त अभिभावकसँग हुन्छ। स्कुलमा हुने विद्यार्थीको उसको दिनभरिको दिनचर्या के छ भन्ने कुरा सरले यसो मोनिटर गरेर चाहिँ यस्तो अवस्था रहेछ भनेर एउटा जानकारी मात्रै हामीलाई, किनभने विद्यार्थी तपाईँहरूसँग कक्षा 1 देखि 10, 12 सम्म पढिरहेको हुन्छ। त्यो विद्यार्थीलाई तपाईँले एक कक्षादेखि चिनिरहनु भएको हुन्छ, एक कक्षादेखि उसको सङ्गत गरिरहनु भएको हुन्छ भने त्यो विद्यार्थीको सम्बन्धमा तपाईँले हिजो अस्ति 2-4 दिन अगाडि 2-4 महिना अगाडि यस्तो राम्रो विद्यार्थी आज फेरि किन यस्तो अवस्थामा भयो भन्ने कुरा अलिकति थोरै विश्लेषण गरिदिनु भयो भने कुरो आइहाल्छ। त्यो सन्दर्भमा चाहिँ हामीले अहिले फाइट अगेन्स्ट नार्कोटिक्स भन्ने यो अभियान सञ्चालन गरेका छौँ। प्रत्येक स्कुलमा गएर प्रत्येक भाइ बहिनीहरूसँग बसेर हामी क्लब गठन गर्छौँ। शिक्षक पनि त्यहाँ बस्नुहुन्छ। सुरुमा आएर ओरिएन्टेसन गर्छौँ हामी। त्यसपछि ओरिएन्टेसनपछि अब उसको सम्बन्धमा हामी विभिन्न कक्षाहरू पनि सञ्चालन गर्छौँ। अनि त्यसपछि बिस्तारै यो के हो त लागु छ, त्यसलाई कसरी उसको लतबाट मान्छे कसरी फस्छ, लतमा कसरी जान्छ भन्ने सन्दर्भमा चर्चा गर्दै गर्दै बिस्तारै त्यो व्यक्तिलाई हामी उसको विरोचनबाट बाहिर निकाल्न सक्छौँ भन्ने अपेक्षाका साथ त्यो कार्यक्रम हामीले सुरुवात गरेका छौँ। त्यसपछि वडा नम्बर 3 को अध्यक्षज्यूले नागरिकतासँग सम्बन्धित विषय उठाउनु भएको छ। आजको यस कार्यक्रमको अध्यक्षता गर्नुभएको सहायक प्रमुख जिल्ला अधिकारीज्यूबाट पक्कै पनि आउनु छ। अनि यादव थापा मगर उहाँ चालक पनि हुनुहुँदो रहेछ, उहाँले राम्रो कुरो राख्नु भएको छ। जाँच पास गर्न कसरी गर्ने, टिप्पर राति मात्रै चल्छ भन्ने कुरो गर्नुभएको छ। त्यो सन्दर्भमा चाहिँ खासमा सामग्री बोकेको टिप्पर चाहिँ राति चलाउने हो। तपाईँले बालुवा गिटी ढुङ्गा बोक्नुहुन्छ राति चलाउने हो। जाँच पासको लागि हामीले रोकेको छैनौँ। हामीले खाली जान दिन्छ, ट्राफिकसँग समन्वय गर्नुपर्छ, कोर्डिनेसन गर्नु होला। हाम्रो जिल्ला प्रहरी कार्यालय यहाँ हुनुहुन्छ होइन, तपाईँ जाँच पासको लागि म जाँदैछु भन्नु होला। सामान चाहिँ बोक्नु भएन, फेरि सामान पनि बोक्ने अनि जाँच पास पनि गएको छु भन्नु चाहिँ मिलेन। सामान चाहिँ राति बोक्नु होला, दिउँसो चाहिँ जाँच पासको लागि जान पाइन्छ, यहाँ समन्वय गरेर जानु होला है, त्यसको लागि समस्या छैन। त्यसपछि थम्बराज गिरी हाम्रो माइक्रो फाइनेन्सको सरले भन्नुभएको थियो, सहकार्य विशेष गरी सपोर्ट हामी सपोर्ट गर्छौँ। चालक जो चलाएका छन् 7 जनालाई हामीले कारवाही गरेका छौँ। 7 जनालाई मुद्दा चलाएको छौँ। लागु औषध, लागु पदार्थ जुन उनीहरूले सेवन गर्छन्, लागु पदार्थ सेवन गरेकै मुद्दामा हामीले उहाँहरूलाई चाहिँ अदालतबाट सम्मानित अदालतबाट अनुमति लिएर म्यादपुर गरेर मुद्दा चलाएको छौँ। 7 जनाको सङ्ख्या पुगेको छ। गत वर्ष यो सङ्ख्या चाहिँ 0 थियो। प्रहरीको कारवाही उत्तिकै छ, तर पनि सङ्ख्या घट्नुपर्ने बढिरहेको छ। क्या हेर्नुहोस्, कारण चाहिँ कहाँ छ भन्नुहुन्छ भने सोसाइटीमै छ। मैले हिजो पनि अस्ति पनि एउटा कार्यक्रममा भनेको थिएँ, चालकको जिम्मेवारी धेरै छ क्या, तर त्यो जिम्मेवारीको बोध चाहिँ हामीले गराउन सकेका छैनौँ। एउटा इभी चालकहरू 10 जना मान्छेले 10 जनाको ज्यान उहाँको हातमा हुन्छ। उहाँले लापरवाही गर्ने बित्तिकै 10 जना मान्छे दुर्घटनाको शिकार हुन सकिन्छ। अस्ति मलाई 1 महिना अगाडि राति 12, साढे 12 बजीतिर फोन आयो। एकजना एम्बुलेन्स चालकले चाहिँ मादक पदार्थ सेवन गरेर गाडी एम्बुलेन्स हाक्नु भएको छ भने एम्बुलेन्समा बिरामी रहेछ। नभन्दै त्यो गाडीलाई फलो गरेर हामीले छरेमा गएर समात्यौँ। छरेमा गएर समातेर उहाँलाई मेडिकल गर्दाखेरि लागु पदार्थ सेवन के अरे मादक पदार्थ सेवन गरेर देखियो पूर्ण रूपमा। उहाँ उभिन सक्ने अवस्थामा हुनुहुन्थ्यो। उहाँलाई पनि ल्याएर हामीले कारवाही गरेका छौँ। यस्तो अवस्था रहेको छ। जिम्मेवारी भनेको सबैबाट उत्तिकै हुनु पर्यो, उत्तिकै लिनु पर्यो है, त्यो छ। त्यसपछि सम्भव भएसम्म हामीले उहाँहरूको मेडिकल टेस्ट पनि महिनाको एकचोटि अथवा के हुन्छ त्यसको एउटा पिरियोडिक रूपमा एउटा रुटिन वाइज चाहिँ हामीले गर्ने गरेका छौँ। विशेष गरी डक्टर र यतापट्टि जनस्वास्थ्यको डक्टर साहेबसँग समन्वय गरेर त्यो गर्ने गरेका छौँ। त्यसमा चाहिँ अनि दण्ड सजाय मात्र होइन, सम्झाउने बिजाउने गर्नु पनि हुनुभएको छ। त्यो सम्बन्धी पनि हामीले हिजो मात्र अस्ति मात्रै मिटिङ गरेर राखेका थियौँ। सवारी चालकको सम्बन्धमा समग्र सवारीको सम्बन्धमा चाहिँ हामीले सवारी धनी यातायात व्यवस्थाका जो आफ्नो सञ्चालकहरू हुन्छ उहाँहरूलाई बोलाएर, राजनीतिक पार्टीहरू बोलाएर, नागरिकहरूलाई बोलाएर चाहिँ कार्यक्रम गरिरहेका थियौँ। आशा छ
यो कार्यक्रम पश्चात नगरकोट जिल्लामा हामी त्यो विशेष गरी यो उठाएका विषयहरू जुन चाहिँ अहिले यहाँ सिलगढीमा त्यसलाई समाधान गर्न सक्छौँ भन्ने अपेक्षा छ। मैले पर्याप्त किनभने नियमअनुसार कानुनअनुसार गर्नुपर्ने कुरा सबैले गर्नु नै पर्छ, पालना गर्नै पर्छ, त्यसको कुनै अर्को विकल्प छैन। त्यसपछि हाम्रो